यहाँ मैले चिनेको मान्छे जस्तो भेटेँ। ठिकै हुनुहुन्छ? ब्लगिङ गर्दैछु कि भिडियो बनाउँछ नि। राति भयो त्यही मैले देखेँ एप कस्तो थियो एकदमै राम्रो। कल पनि गर्नुभयो नि त स्वार्थी रहेछ बु पनि हैन कल गरेको थिएँ तपाईलाई कलै लागेन के नेतै रहेछ सानोदिन चलाउनु हुँदैछ अहिले ठिकै छ एकदम अहिले अन्त चलाउनु हुँदैछ त्यो एप कि चलाउनु भएको छैन चलाएको छैन नि ए सपोर्ट भएन त्यो कि अलिक साह्रो पर्यो त्यो त साह्रो पर्छ चलाउनु पहुँच्छु कहाँ भन्नु नि के साह्रो फोन नउठाइदिएको है यहाँ हामी सबैजना पाउँछु कहाँ फोन नउठाउने मान्छे है अहिले नउठाउनु फोन 918 हो नम्बर नेटवर्कै नभएर जियोको नेटवर्कै छैन नुनु कहाँ जानु भएको कहाँनिर ट्याङ्गी डाँडा घुम्नु आज त रमाइलो भयो त है गाउँलेको टुर मिलाएको रहेछ कसले होला है यो गाथे चुइगम किनेर घुमाउनु लाग्यो ए मलाई कसको फ्रुटी पाएँ हो फ्रुटी अन्जिताले बाँडे तपाईँकोमा चुइगम छ होइन यति देखेँ थियो त एउटा खाऊँ न हुन्छ धन्यवाद दुईटा प्रमोद छु कहाँ प्रमोद तपाईँले अघि उयो दिएकोमा फ्रुटी दिएकोमा अहिले हाम्रो एक ग्रुप हिँड्दैछ सबैजना कमिला जस्तो भिड बाँदर जस्तो हल्ला भएर जाँदैछ भाइ भन्नु न सपना नाना पनि भेट्यौँ हामीले त्यतिकै भिडियो बनाउँदै हिँडेको के चाहिँ पैसा दिन आँटेँ क्या म त पैसा त यहाँ मनितालाई अहिले चाहिँ हामी फापरबारीमा छ अनि यो फापरबारी चाहिँ पिपिआरको हो अन्त यतै उहाँहरूले रोप्नु भएको यहाँ डल्लै फापर छ फोटो खिच्दैछ सबले प्रायःले आइतरास छैन भने यो मेरो युट्युबमा जान्छ चाहिँ फाइनल हो हामी चाहिँ यहाँ बसिरहेको छौँ आगो ताप्दैछु यहाँ केटाहरू सबैजना बसिरहेको छ यहाँ विशाल भाइ ह्यान्डसम भाइ मेरो त अहिले त त्यस्तो चलाएको छैन कि तर पनि गरिदिइरहेको अन्तिम आगो मार्ने सिन कस्तो दामी देख्दै हो र अब म पनि लास्ट मारिदिइराख्छु आज एकजना विशाल भाइले मेरो च्यानल आफै नै सब्सक्राइब गरिदियो मेरो हेर्दैछ भिडियो यता लाइट देखाउने यता लाइट देखाउने के गर्दैछ कहाँदेखि आउनु भएको मसिङ्गा चाहिँ मसिङ्गा चाहिँ मान्छ नि छिटो न मसिङ्गा मान्दैन मिल्दैन मसिङ्गा चाहिँ मिल्दैन मेरो नाम के भन्नु त मेरो नाम के हो ए चिन्दैन रहेछ नि हौ ज्याल र जेनिसाल त मजाले भन्छ है नभन है ए मलाई चिन्दैन रहेछ अब हड्डी ल चिन्छ कि चिन्दैन मलाई चिन्छ साँच्ची अनि नाम भन्यो नि त नाम भन्न त भर्खर सुने ल म बुदाङ स्विमिङ पुलमा आएको छु हुने चाहिँ मैले फोटो मात्रै देखेको थिएँ होइन आज मात्रै आउँदैछु म दार्जिलिङ आएको अन्त यहाँ एकदमै रमाइलो छ म आफ्नै गाउँमा पनि आएको थिइनँ र आज चाहिँ हेर्नुहोस् हुनु चाहिँ यहाँ आउँदा चाहिँ एन्ट्री फी पनि लाग्छ रहेछ होइन मैले त तिरेन अन्त एकछिन यहाँ भनेर आएको भने निक्लिँदा पैसा उठायो भने रड्डी हुन्छ त यो चाहिँ बुदाङ स्विमिङ पुल हो अन्त मजाको लोकेसन छ अन्त यहाँ पर त्यो खोला अन्त यहाँ पुल खाजा खाँदैछु अहिले चाहिँ हो अन्त यो चाहिँ चिकन चाउमिन हो कस्तो छ टेस्ट रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सुके अहिले चाहिँ हामी चुमुङमा आइपुगेर पर जाँदैछ बोक्दै त पर जाँदैछ के भयो दा चुमुङमा को हरायो अरे को मान्छे हरायो अरे को मान्छे हरायो फेरि त मजाले मलाई भनिदिनु नि को हरायो ल को हरायो अरे मलाई भनिदिनु दाजु साँच्चै हराएको हो कहाँ गएको अब उहाँ अब अलिकति के भएको थियो कुनै होइन कहिले साँच्चीको हराएको कति भयो है हराएको
आइतबार भन्दै थियो आइतबार भन्दै थियो नो म त अघि बिहान पनि मान्छे हरायो कुनै के भन्छ म त बुझेकै छुइनँ फेरि ध्यानै अहिले हामी यो छेडीको सिधा मुनिपट्टि अहिले हाम्रो दाजुलाई भेटाएको छौँ है यहाँ हाम्रो शरण भाइ यहाँ खास आजको अभियानमा उहाँ सक्सेस हुनुहुन्छ उहाँ हाम्रो शरण भाइ हुनुहुन्छ यहाँ हेरिहाल्नुहोस् हाम्रो बुलाई यहाँ अहिले भेटाएर हामीले पक्रेर अब उकालो साथीभाइको नो बलाको बुबुले बुबुले बनाउँदाखेरि यस्तो झोडीमा यो उकालो तपाईँ हेर्नु सक्नुहुन्छ यो ठाडोबाट चाहिँ हामी झरिकन बुबुले बोलाएर हामीले उहाँलाई पक्रेर लाँदैछौँ पक्रे माया लाग्दै थियो आज त्यही कुकुरको बच्चाहरू मात्रै भेट्दैछु मैले यदि डल्फीको बहिनीहरू होला हाब्रे अरे टाइगर आइस कति वर्ष बाद त यसलाई भेट्यो चिनिस् मलाई यो चाहिँ मेरो कुकुर हो सानो मैले हुर्काएको यसले चिन्यो मलाई यसले मलाई चिन्यो नगर यो चाहिँ मेरो कुकुर हो कति वर्ष बादमा भेटेर खुसी हुँदैछ हेर्नु नि ल यसलाई माया गर्ने कोही छैन क्या हौ बिरुवाले माया गर्दैनस् क्या हौ यो चाहिँ मेरो कुकुर हो सानोदेखि मैले पालेको खुसी भएर चाहिँ आज म कति महिना बादमा घर आउँदा थिएँ रौसेको टाइगर साह्रो खुसी भयो टाइगर आइस टाइगर आइस कति खुसी भइरहेछ आइस टाइगर पुरा जिस्किनु खोजिरहेको छ चाहिँ मेरो कुकुर हो यहाँ मैले सानोमा त गोजीमा हालेको हुनु त यो छिप्पु हो तर यो राम्रो बढेनको हुनु पनि सानो दुधले नपुगेको लिएको कुकुर आइस टाइगर हल्ला गर्छ होइन टाइगर आइस मेरो टाइगर साह्रै क्युट छ टाइगर चाहिँ साह्रै क्युट छ मेरो टाइगर साह्रै क्युट छ नआउँदैछस् यो साह्रो रमायो ओ बुई डन्डै ठोक्यो हेलो गाइस अहिले चाहिँ म अर्काको कुनै कसको घरमा आएर खाना बनाउँदैछु होइन अन्त यहाँ चाहिँ म चाहिँ यस्तो छु अर्काको घरमा पनि पकाइहाल्छु मेरो घरमा पनि पकाइहाल्छु होइन यो चाहिँ कुनै कसको घरमा मलाई यहाँ छैन अन्त यहाँ अर्सन भाइ छ अर्सन भाइ हजुर नमस्ते सुमार भङले भेट्नु भएर चाहिँ मलाई चाहिँ फुन्चे दिनुभयो होइन अन्त 3टा डल्लै चाहिँ एक फप्लेटै दिनुभएको थियो होइन अन्त डल्लै चाहिँ खानु सक्दिनँ जस्तो लागेर चाहिँ 3 पिस चाहिँ लिएर आएको र चाहिँ म खाँदै जाँदैछु हो अहिले चाहिँ फुन्चे फेरि दामी हुन्छ लास्टको चाहिँ छिप्पेको हुन्छ त्यो भएर म चाहिँ बाटोमा यो भतुवालाई भेटेँ होइन अन्त यो त अस्तिकै कुकुर हो अन्त यो चाहिँ डुल्दै रहेछ यो चाहिँ कुकुरहरूलाई खुसी राख्ने तरिका होइन कसरी राख्नुपर्छ भने तपाईँहरू जहाँ पनि छ होइन जस्तै कुकुर छ भने पनि कुकुर चाहिँ जहिले पनि मान्छेलाई माया गर्छ र अन्त उनीहरूलाई चाहिँ के गर्नु भने यस्तो छ होइन अन्त यसो गरिदिनु ठिकै छस् माया गरिदिनु हो अन्त चाहिँ कोही बेला तपाईँको हात यो मैला हुन्छ भनेर सम्झिनु भयो भने यसले गर्दा पनि यसो आइज यसो टच भए पनि गरिदिइराख्नु कि हेर्दै जानु त्यो कुकुर कस्तो राम्रो हुन्छ भुक्ने कुकुर पनि तपाईँलाई माया गर्नु थाल्छ भुक्ने कुकुरले पनि तपाईँलाई माया गर्नु थाल्छ मेरो चाहिँ त्यो छ अनि काम पुगिजान्छ कुकुरलाई चाहिँ अनि त्यो मिठाई दिनुपर्ने बिस्कुटै दिनुपर्ने अनि त्यो अरू केही कुरा दिनुपर्ने भन्ने नै छैन बिस्कुट दियो भने मात्रै माया आउँछ भने ऊ अहिले मैले त्यति गरेको हेर्नुहोस् पछ्याइरहेछ हो तर बेला बेला तिनीहरूलाई पछ्याउँदा चाहिँ आफूसँग सँगै जाँदाखेरि कोही बेला बदमास गर्छ नि त त्यो भएर टाउकोमा जिम्मा भए भार नहोस् भनेर चाहिँ कराउँदै खेद्दा पनि टेर्छ जा तल जा पाक तल जा 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 ओइ जा 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 जा
यसरी जा भन्दा नि हेर्नु त हेर्दैछ तर पनि जान्दैछ होइन यसरी हल्का कराइदिनुहोस् गइहाल्छ पुच्छर हल्लाउँदैछ द्याट मिन्स एकदमै यसले फ्रेन्डली छ यसले बुझ्यो यसले नपच्छा भन्नु खोजेको बुझिहाल्छ हल्का कोही कुकुर चाहिँ पचाउँछ नि त बेसी माया गऱ्यो नि देखेको चाहिँ हो तर यसले त पछाएको त होइन मैले बेला पछाएको जस्तो छ त हौ के हो यो ओहो ओ मलाई यस्तो हुन्छ है कोही बेला त कुकुरहरू उल्टा उल्टा मैले पछाइदिनु परिरहेछ हो कडा छ चाहिँ मान्छे हिँड अन्त बेला बेला त पछाउँदा माया गर्नुपर्छ बस बस जा जा बाहिर जा बाहिर जा 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 आइज ओइ आइज 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 मजाको रहेछ ए नाम के हो तेरो नाम के हो जा बाहिर जा बाहिर जा बाहिर जा बाहिर जा बाहिर जा पुरा लाडी पल्टिन्छ बस यो कुकुर चाहिँ तलको हो अन्त यो चाहिँ यहाँ पहिला चाहिँ भएको थियो अहिले चाहिँ मेरो मसँग झेमेको छ आइस 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 मुन्नु मुन्नु आइस आइस यो चाहिँ अहिले मसँग झेमेको छ हो पहिला चाहिँ बन्दै यो अरू कुकुरसँग मान्दैन मान्छेसँग अम्मो लत्तालिङै देख्यो यो खसी रहेछ यो खसी चाहिँ दामी लाग्यो मलाई गतिलो रहेछ कहाँ क्यामेरामा त निक्लिँदैन कि यहाँ त दामी रहेछ राजे कहाँ गएको तिमी बोलायो अल्फाबेस ओइ आइस 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 यो त मिक्कीको आमै यस्तो लाग्यो मिक्की ए आमा के यो के हो ओइ आमै पो के हो यो होइन अब बाउ होला नि त बाउ यहाँ आइस 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 अलिक उज्यालोमा आइस 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 यो के हो मिक्की यस्तो लाग्यो आइस यो कहिलेदेखि डुलेको ओइ केटो हो त कहिलेदेखि डुलेको त हात दे हात दे हात दे ओइ आइस आइस यहाँ आइस ओइ ओइ आइस यहाँ आइस ओइ ओइ आइस 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 विराट दाजुले ढिलो गरी हामी यहाँ पर्खिँदा भइरहेको थियो त्यही शब्द भनिदिनु त दामी सुने त त्यही शब्द भन्नु त कस्तो त्यो मिठाई कसरी बोक्यो अरे दोकानमा फोन गरी बोकाइछैन कसो अरे भन्नु न छुर्पी खानुधरि विराट दाजुलाई भन्नुपर्छ अरे बिहा चाहिँ आफै गर्छ अरे हो अर्को खानु न हो हुन्छ यो एक्सक्युज ल यो चाहिँ छुर्पी योगेशाको तर्फबाट यो छुर्पी त म एक्लै खान्छु है ल दा डल्लै मलाई पुरा मनपर्छ नि म अरू चिज त खान्दिनँ छुरी चाहिँ दामी यो चाहिँ हेभी मनपर्छ म त अरू चिज खान्दिनँ नि त एलेक्स ओइ एलेक्स यहाँ जा एलेक्स कम यहाँ जा एलेक्स आइस आइस एलेक्स आइस एलेक्स कस्तो मन आउँछ आज चाहिँ मैले सबै घरमा कुकुर भेटेँ तर यो त दामी लाग्यो यसो सानो पेट पाल्ने छ भने चाहिँ यो दामी लाग्यो एलेक्स यहाँ इस्कुस त दामी फल्दिरहेको रहेछ यहाँ टेरेसमाथि यहाँ खिच्छ न यसरी कुन चाहिँ यहाँ बसेर फोटो खिच्छ त इस्कुस तिम्रो डल्लै यता आइहाल्छ ए होइन यहाँ दामी रहेछ होइन यसरी अब टेरेसमा तपाईँले रोप्नु भएको कडा रहेछ तपाईँले लाने त मन छैन बाई को हो
आइज ओइ पुन्नु पुन्नु आइज पुन्नु आइज ओ पुन्नु पुन्नु कतिले चाहिँ मिक नो 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 मिक नो 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 यो चाहिँ ल्याब्रोको ब्रिड हो ओइ नो मिक नो मिक नो मिक नो आज हामी सेकेन्ड टाइम हो स्विमिङ पुलमा आएको र आज त्यही योगेश दाले हामीलाई स्विमिङ खेलाउने भनेको छ दानियल फङ खेल्नु नि तपाईँ म पनि खेल्छु हामी तीनजना एकदम खुसी छौँ तपाईँलाई स्विमिङ खेल्न आउँछ एकदम डरलाग्दो खेलाइ हुन्छ होइन दानियल दा म त पानी भिजिन आज एउटा बोक्नु नि बोक्नु नि सुराल सुराल ए सुराल अरे यो छ त अन्त मेरो कस्तो छ यो फाटिहाल्छ बोक्ने त भाइ एउटा अब यही खेलिन्छौँ यो हालिन्छ हुन्छ कि हुँदैन हो तर लेट मी ट्राई बेसी छोटो रहेछ हो अब स्विमिङ पुलमा खेलिन्छ है दानियल दा अहिले म भिडियो बनाइदिन्छु ल होइन मलाई त खेल्नु त आउँदैन कि जस्ट पस्नु मात्रै नि पानीमा पस्नुले खेल्नु हो नि त होइन पहिला स्विमिङ कस्ट्युमसँग त खेल्दै त नआएको हो तर लेट मी ट्राई अब त्यही खेलिन्छ हाम्रो यो दाजु हाफेन दिस हामीलाई होइन भित्र खालि जानुपर्ने हुन्छ हामी पस्दैछौँ त्यहाँ लुगा फेर्नको लागि यहाँ थुप्रो भाइहरू पनि रहेछ खेल्ने भयो खेल्ने भयो खेल्ने भयो पौडी अब मलाई देखाउनु नि अब म गएको स्विमिङ गर्छु हेलो गाइस अहिले चाहिँ म र विराट दा होइन हामी कहाँ जाँदैछ होइन हामीलाई याद पनि छैन खासै चाहिँ हाम्रो केस काट्नु पनि पर्ने थियो होइन त्यो पनि याद छैन काटै भएन हो अलिक ढिलो हुन्छ भनेर अन्त अब यहाँ हामी हल्का नाम्चीको कोही पेसेन्जरहरू भेटियो भने हामी टिप्नु कोसिस गर्छौँ यहाँ सोध्नु नि नाम्ची छ नाम्ची अब चाहिँ हामी जान्दैछ होइन एफएम के चाहिँ म चाहिँ किन्नु दिएँ प्लिज किन्दिनँ कि छ्या म छुन्दिनँ दा स्पिकरहरू के बोलेर अहिले म त छुन्दिनँ छुन्नु त म त म अब योगेश भनेर क्या त्यसको के खानु म त फर्स्ट टाइम हो विराट दाले मलाई के खानु दस मलाई नि दसको के पाउँछ दसको के पाउँछ के खानु पर्छ डराउनु भएको अन्त विराट दाले खाना मगाएर डराउँदैछ मलाई खुवाउँदै यो फिस चाहिँ दामी लाग्दै हो आई निड स्पोन दुईवटा फिस डल्लै रहेछ यो चाहिँ यहीँ रामबाङको यहीँ खोलाकै हेऱ्यो रामबाङ खोलाकै माछा तपाईँलाई पनि दिन्छु नि अहिले ल 50-50 तपाईँको दामी आयो त झन् 50-50 म खान्छु है ल अहिले चाहिँ गाडी धुने सिन धोइदिँदैछ होइन अन्त हाम्रो साइला दाजुले बिचरा खटेर दामी धोइदिइराख्नु भएको छ हाम्रो साइला दाजु साह्रो मेहनती छ तपाईँ साइला है दाजु साइला दाजुले चडक्कै बनाइदिइसकेको छ धोइदिएर अहिले चाहिँ कति बज्दैछौँ तपाईँको 12:30मा चाहिँ होइन हामी सबैजना फ्रेस छ होइन अन्त खाना खानु आँटेको छ यो चाहिँ अब एकदमै विशाल भाइहरू छ होइन म छु होइन यहाँ दाजु दाहरू छ आज रातमा चाहिँ अब चिकन सुप हुँदैछ लु प्राइस दा मजाले लिउँ है
यो दानियल दाको सिनियर सिटिजनले म रेस्पेक्ट गर्छु लिनुहोस् हुनु त भर्खर भर्खर आएको गन्दा सुकेर मजाले गइन्छ हो हेलो गाइस वेलकम टु कुनै कति एपिसोड अफ माई ब्लग होइन मलाई पनि गन्ती बिर्सिसकेँ र अहिले चाहिँ म सिरक होइन हातमा यो बोकेर अन्त मेरो साथमा अर्चनको पनि हालत त्यस्तै छ र विशेष गरी अर्चनलाई चाहिँ मैले बोकाएको किनभने चाहिँ उतै खाली मान्छे हिँड्दै थिएँ होइन खासै यो ब्ल्याङ्केट चाहिँ मैले माथि नोनोलाई पुऱ्याइदिनु पर्ने थियो होइन त्यसै कारण लगिदिएको सो अर्चन पनि जाँदै थिएर चाहिँ साथी लगेकोलाई पनि हो अनि म चाहिँ अहिले मेरै गाउँमा छु अहिले उकालो जाँदैछु अनि चाहिँ आजको ब्लग चाहिँ हामी बाख्रा ल्याउनु गएको अर्चन अनि मटन खानुपर्छ मटन आज चाहिँ हामी बाख्रा लिनु गएको बाख्रा कि खसी हो कि बोका के हो पटेक्री ल्याउनु गएको माउको लागि माउ पाल्नुको लागि रहेछ अनि हामी चाहिँ मिक्का बाजीहरूकोमा अनि मेरो कोसेली चाहिँ यहाँ छ माथि दिने चाहिँ अनि ब्यागमा छ तल्लो दिने चाहिँ अर्चनको पनि छ हत्तु हिँड्छ गरेर ह्यान्डसम हुनुभएको छ त पाहुनाहरू आउँदा लु खाजा बनाउनु त छिटो न म के साह्रो हामी चाहिँ बरेदाको बाख्रा हेर्न जाँदैछ होइन यहाँ चाहिँ हाम्रो बरेदाहरू त हाम्रो आफ्नै पर्छ हाम्रो दाहरू फोङ नुनुहरूको घर आइपुग्यो आमा मजाको रहेछ त यो खसी मजाको रहेछ यो खसीहरू बरदाले पनि दामी स्याहार्छ है बाख्राहरू चाहिँ ओ बाख्रा यहाँ पर उयो चाहिँ दामी रहेछ हौ अन्त हामी चाहिँ अहिले चाहिँ बरदाको घर आइपुगेको छ अहिले मात्रै भनिदिएको हो मलाई चाहिँ कुन दिनु नि बरदा अब जुनै मन पर्दैन उतै बुढी मौला चाहिँ तिमीलाई ठिक छ उतै बुढी मौला चाहिँ अरे कहना क्या चाहते हो तिम्रो बिहामा हैन बिहा भने खसी काट्नु ठिकै हुन्छ किन हैन बुढी मौते किन लानु हो त्यसले बच्चा ब्याउने वाला छ नि त तिमीलाई लग्यो भने 35 सम्म अरूलाई चाहिँ 5 छ्या यो होला बिजनेस त नि अरूलाई पनि त्यही नाम भन्नुभएको नडाट्नुहोस् मरो काम हो नि त्यतिकै दिनुहोस् न अन्त त्यतिकै सम्बन्धमा चाहिँ कुन दिने त्यतिकै सम्बन्धमा उयो उयो छ नि यो बोकाइ हो योलाई यो भनेपछि तिम्रो नानीको नौरानमा काट्दा यो त कालिङ्गे च्याउ जस्तो म त झुकेको बाख्रै हो त्यो कालिङ्गे च्याउ जस्तो लाग्यो नि त त्यो चाहिँ बाख्रै हो नि बाख्रा जस्तो कान छ खुट्टा छ पहिला चाहिँ हामी चाहिँ बाख्रा अगाडि पनि रिस उठाउँदैछ हो अन्त अहिले हामी जाँदैछौँ उकालो अर्चनले पनि ल्याउँदैछ उसको बाख्रा यो पुरा करायो कुन यसो साथीहरू यहीँ रहेछ यहाँ चाहिँ चरिरहेछ बाख्राहरू बाई यसले आफ्नो साथीहरू देखेछ होइन अन्त चाहिँ रहेछ दराको बाई बाई ऊ यो जानु माने छैन तर पनि के गर्नु अब यस्तै हुन्छ अब हामी यस्तो भएको थिएँ मान्छे जस्तो भएको थिएँ ला सरी हामी मान्छे जस्तो भएको थिएँ फेरल गीत गाइदिइहालेको होइन यिनीहरूले त ला यो त के भयो जेन्सा कसलाई तिमीलाई यता हेर जेन्सा नरुवा ल यता हेर छिटो यता हेर जेन्सा के साह्रो हो छिटो छिटै यहाँ आउनु यहाँ आउनु जाल के भयो अरे जेन्सालाई के भयो राबियालाई के भयो मेरो राबियालाई कसले हौ ह्यान्डसेक कसले राबियालाई मेरो राबियालाई कसले कुट्यो ल सुताउनु अब बिरालोलाई सुताउनु नाम के हो भनिदिनु त तपाईँको नाम के हो ल हात मिलौँ न ल मिलौँ है छिटो यहाँ भिडियो छिटो न भिडियो सक्नु आँटे म उयोमा पो हाल्ने त ल छिटो त मिलिहालौँ छिटो मिलौँ कहाँ छौ ए छिटो न ऊ टाइम सक्नु आँट्यो लु छिटो त
30 सेकेन्ड मात्रै छ लु मिलिहालौँ है ल 1 2 3 मिल्यो खै हौ मिल्यो खै मिलिहालौँ न छिटो न ला सके अब साँच्ची सक्यो अब भिडियो हेलो गाइस अहिले चाहिँ म हाम्रो याक्सामा जाँदैछौँ हाम्रो अर्चनाले बनाएको याक्सामा यहाँ चाहिँ अब आहा घाम रहेछ नि हौ यहाँ बसौँ भनेर यो चाहिँ हाम्रो भ्यू पोइन्ट हो अन्त यहाँ चाहिँ मेन मौरी फार्मिङको लागि हो अहिले चाहिँ होइन हाँस्यो उठ्दो कुरा भयो होइन किनभने चाहिँ होइन भानिसले चाहिँ मलाई टोपी चाहिँ टाढैदेखि बोल्ने ल्याइदिएछ होइन अन्त ठिकै छ सधैँ अर्कै ल्याइदिन्थ्यो अहिले त टाढैदेखि बोल्ने ल्याइदिएछ यो त बोल्दैछ अन्त मान्छेले अचम्म भएर देखिरहेछ मलाई सायद टाढादेखि बा केटीहरू सम्झिँदैछ होला कि सो गएको अहिले त हामी जाँदैछौँ पुग्नु आँटेको अब त खादियो चेकअप क्रस भइसक्यौँ अब मेन त गाउँको बाटो जाँदैछौँ हेलो गाइस यो चाहिँ मेरो थर्ड फेज चल्दैछ होइन फेज 3 प्रोजेक्ट 3 हो होइन मेरो प्रोजेक्ट 3 चल्दैछ होइन गाइस म चाहिँ अघि आएको होइन माथि कामदेखि अन्त अहिले चाहिँ म सेवा जाँदैछु बेलुकाको मेरो आज वचन छ आज त यो फोनको बारीमा काँटा खन्नु अरे डिगे फोन कहिले आउनु भयो ए फोन आउने साथ मलाई कल गर्नुभएको थियो काँटा खन्ने हामी तीनजनाले अब फोनले खै के गराउँछ खनिदिनै पर्ने हो म्यानेजर त यहाँ छ अब म्यानेजर चाहिँ खै स्प्रिङ्कलहरू त तपाईँहरूको त खै एउटा मात्रै छ त यहाँ थुप्रो थियो होइन ओइ चले अहिले होइन अन्त यो बारीमा चाहिँ एउटा स्प्रिङ्कलले भ्याउँछ ए होइन यो गाउँमा चाहिँ चितुवा ज्यादा आएको कारणले गर्दा हामी यसरी बस्नु परिरहेको छ सो अहिले म अनि अर्जुन भाइ अनि मेरो दिर्प दाजु मेरो सुँगुरको बच्चाहरूलाई चारो खानु सिकाउँदै गरेको